हरेक फाइल खोलिन्छ। अब 4वटा निर्णय गरेका छौँ। इट्स भेरी सिरियस र म हजुरहरूलाई आज पढेर सुनाउनेवाला छु। जेनजी आन्दोलनसँग सम्बन्धित घटनामा फौजदारी अभियोजन भएका मुद्दा फिर्ता गर्न सकिने नसकिने सम्बन्धमा छानबिन गरी सिफारिस सहितको प्रतिवेदन पेश गर्न विशेष कार्यदल गठन गर्ने पहिलो। दोस्रो, विक्रम सम्वत 2058 जेठ 19 गते भएको नारायण हिटी राजदरबार हत्याकाण्डका सम्बन्धमा यस अघि भएका अनुसन्धान प्रतिवेदन अध्ययन गरी थप छानबिनको प्रक्रिया अगाडि बढाउने। गृह मन्त्रालय र सुरक्षा निकायबाट संवेदनशील सूचना चुहावटको घटना हुन नदिन सूक्ष्म निगरानी गरी कारबाही गर्न सुरक्षा निकायमा सेन्सिटिभ इन्फर्मेसन भिजिलेन्स टिम SIVT गठन गर्ने। नेपाल प्रहरी अन्तर्गत रहेको केन्द्रीय अनुसन्धान ब्युरोलाई थप सशक्त र प्रभावकारी बनाउने। हाल प्रक्रियामा रहेका अनुसन्धानका फाइलहरूलाई शीघ्र टुङ्गोमा पुर्याउन निर्देशन दिने। ब्युरोमा रहेका जघन्य आर्थिक सङ्गठित अपराध लगायतका गम्भीर प्रकृतिका मुद्दा अनुसन्धान गर्न ब्युरोमा मुद्दाको प्रकृति अनुरूप विशिष्टीकृत समूह स्पेशलाइज टिम गठन गर्ने। हरेक फाइल खोलिन्छ अब। थ्याङ्क यू सो मच।